Hello, welcome to yet another video where we will be discussing about all four quarterfinals है चारवटा क्वार्टर फाइनल म्याच युसिएलको च्याम्पियन्स लिगको चारैवटा क्वार्टर फाइनलको हामी डिस्कसन गर्नेछौँ है हिजो भिडियो नहालेको चाहिँ म चारैवटा क्वार्टर फाइनल हेरिसकेर चाहिँ अपलोड गरौँ एउटा भिडियो बनाऊँ भनेर सोचिरहेको थिएँ है त्यसले गर्दा त्यो बार्सिलोना भर्सेस डोटमन्ड एन्ड पिएसजी भर्सेस एस्टन भिलाको चाहिँ मैले हिजो नहालेको कारण त्यही हो है फर्स्टबाटै स्टार्ट गरौँ है फर्स्ट म्याच बार्सिलोना भर्सेस डोटमन्ड पिपल्स आर टकिङ सो मच अबाउट बार्सिलोना क्या बार्सिलोना यस्तो खेल्यो उस्तो खेल्यो होइन बार्सिलोना इज भल्नरेबल समथिङ होइन के गरिरहेको थियो बट आई थिङ्क द्याट वाज बााउन्ड टु ह्यापन है त्यो धेरै कुराहरू त्यहाँ फ्याक्टरहरू अलाइन भइरहेको थियो है अब जसमध्ये त अब फर्स्ट इनिसियल कुरा गरौँ भने त बार्सिलोना अलरेडी ह्याड 4-0 लिड होइन 4-0 को लिड थियो त्यसले गर्दा बार्सिलोना इजिली नै इजीसँग नै गएको थियो त्यो म्याचमा है अन्त त्यस्तो बार्सिलोना खटेर खेल्नुपर्ने एउटा अवस्था थिएन है डुअर डाई टाइपको म्याच थिएन एउटा इजी म्याच थियो है 4-0 को 4 गोलको लिड भनेको एउटा अभियसली इट्स अ गुड कुसन भन्नु सकिन्छ है सेकेन्डली अब प्लेयर निडेड रेस्ट है अब यस्तो इजी फिक्चरमा रेस्ट नदिएर कहिले दिने होइन त अभियसली इनिगो मार्टिनेस रेस्ट पनि हो साथसाथै इनिगो मार्टिनसलाई येल्लो कार्ड भएकोले गर्दाखेरि इनिगो मार्टिनेसलाई रेस्ट दिनु एकदमै आवश्यकता थियो है इनिगो मार्टिनेस रेस्ट हुनु बित्तिकै के भयो भन्दाखेरि रोनाल्ड अरोहो हि आफ्टर हिज इन्जुरी रोनाल्ड अरोहो डोन्ट सिम टु बी द्याट कन्फिडेन्ट है वेन एभर आई सी हिम त्यो जुन जुन चाहिँ इन्जुरी भन्दा पनि यो जुन चाहिँ लास्ट इयरको क्वार्टर फाइनलमा पिएसजीमा सँग हार्यो बार्सिलोना जसमा चाहिँ रोनाल्ड अरोहुको एकदमै ठुलो गल्ती थियो है त्यो 5th मिनटमै रेड कार्ड कन्सिड गरेर आफ्नो टिमलाई वान म्यान डाउन गरेर गराएको थियो जसको फलस्वरूप बार्सिलोना हारेको थियो पिएसजीको हातबाट है त्यहाँदेखि यता म हेरिबस्छु रोनाल्डो हो ऊ एकदमै कन्फिडेन्ट छैन क्या हिज त्यो आउट हुनुमा मलाई कहीँ न कहाँ लाग्छ रोनाल्डोहरूले आफूलाई ब्लेम गरिरहेको या म रेस्पोन्सिबल थिएँ भनेर त्यो कुरा लिइरहेको जस्तो लाग्छ है अनि हि इज नट कन्भिन्सिङ इन हिज डिसिजन क्या अनि हाफ हार्टेडली ऊ खेलिरहेको हुन्छ है ला म गल्ती पो गरिपठाउँछु अन्डर कन्फिडेन्ट खेलिरहेको छु मलाई चाहिँ त्यस्तो लाग्छ अनि अन्डर कन्फिडेन्ट प्लेयरसँग खेल्दाखेरि हिजो पनि एउटा वेन यु आर नट कन्फिडेन्ट त्यति बेला गल्ती हुन्छ हिजो पनि त्यही भयो अब रोनाल्डोहरूले एउटा गल्ती गर्यो त्यहाँनिर गोल परिहाल्यो होइन अनि अर्को कुरा के भने रेस्टको कुरा अब पेड्रीहरू कति खेलिरहेको छ होइन लगातार कन्टिन्यू खेलिरहेको छ पेड्री बाल्डे इज सच अ प्लेयर होइन उसलाई चाहिँ रेस्ट एकदमै चाहिन्छ किनभने हि इज फास्ट एन्ड स्लिक हि इज सो फिजिकल होइन अफेन्सिभली साथसाथै डिफेन्सिभली पनि वर्क गर्ने प्लेयर भएकोले गर्दा त्यस्तो मान्छेहरूलाई त्यस्तो प्लेयरहरूलाई चाहिँ कन्सिस्टेन्टली खेलाउनु सक्थेन त्यसले गर्दा रेस्ट एकदमै आवश्यकता थियो है अनि अर्को फ्याक्टर के भन्दाखेरि राफिनिया अल्सो इज अन्डर कन्फिडेन्ट अन्डर कन्फिडेन्ट त होइन अन्डर प्रेसर अब त्यो ब्राजिलको म्याच अगाडि त्यसले जे भन्यो होइन ब्राजिल वुड विन अगेन्स्ट अर्जेन्टिना वेयर आई विल बी स्कोरिङ गोल भनेर भनेको थियो होइन द्याट्स स्टुपिड होइन द्याट्स इन्भाइटिङ द प्रेसर किन कमेन्ट गरिरहनु होइन तिम्रो गेम खेल होइन राम्रो गेम खेल द्याट्स इट नि त होइन अब त्यो नभनेको भए पनि के हुन्थ्यो रफिनियाले होइन नभनेको भए के पनि हुन्थेन तर हि इन्भाइटेड द प्रेसर हिमसेल्फ उसले त्यो भनिसकेपछि त यस प्रेसर नि त होइन उसलाई प्रेसर छ प्रेसर क्रिएट भयो होइन अनि त्यो प्रेसरले गर्दा त्यसले डेलिभर गर्नु पनि सकेन त्यो डेलिभर गर्नु नसकेको त्यो अन्डर कन्फिडेन्स चाहिँ त्यो म्याचमा पनि झल्किन्छ क्या कहीँ न कहीँ रफिनिया इज अन्डर प्रेसर अझै पनि त्यो कुरासँग ओभरकम गर्न सकेको छैन टोटल्ली क्या मलाई चाहिँ त्यस्तो लाग्छ अनि अर्को कुरा के भने अब इट वाज इन द डोटमन्डको ग्राउन्डमा थियो होइन उनीहरूको होम ग्राउन्डमा अभियसली डोटमन्डको इट्स अ दामी स्टेडियम हो क्या वेयर एभ्रिथिङ इज येल्लो
होइन एन्ड इट्स अ हस्टाइल इन्भाइरोमेन्ट त्यहाँनिर इट्स नट म त्यो के भन्छ नेगेटिभ इन्भाइरोमेन्ट भएको के भन्छ त्यसलाई प्रपर वर्ड हुन्छ नि त्यो नेगेटिभ इन्भाइरोमेन्ट भएको चाहिँ भन्न मिल्दैन तर त्यहाँको एकदम हस्टाइल इन्भाइरोमेन्ट होइन त्यो एकदम अब वेन यु गो टु प्ले इन अवे म्याचेस इट्स अलवेज देयर विल बी अ प्रेसर होइन अनि त्यो पनि एउटा ठुलो फ्याक्टर थियो अनि अर्को फ्याक्टर चाहिँ के थियो भन्दाखेरि डोर्टमन्ड ह्याड नथिङ टु लुज दे हेभ टु गो अल इन अल डोर्डाइ खेल्नुपर्ने थियो नि त डोर्टमन्ड त होइन किनभने 4 गोलको लिड अब डिफेन्स गरेर फाइदा थिएन उनीहरूलाई दे ह्याड टु एट्याक अब बरु अझै 4 गोल खायो भने पनि तिनीहरूलाई केही छैन आउट त हुन्छ तर होइन डिफेन्स गरेर त केही फाइदा थिएन नि त होइन बरु एट्याक गर 2 गोलै भए पनि हाले तर 4 गोल खायौँ खाउँ भन्ने उनीहरूको एउटा मेन्टालिटी जुन चाहिँ थियो होइन दे ह्याड नथिङ टु लुज अनि वेन यु हेभ नथिङ टु लुज यु आर बी मोर डेन्जरस भन्ने हुन्छ नि त्यस्तो क्या एउटा बस हुन्छ नि गति छाडा मान्छेसँग चाहिँ डराउनु अरे नि त होइन उसले गति छाडिसकेपछि हि हेज नथिङ टु लुज त्यस्तो मान्छेहरूसँग डराउनु भनेको जस्तो क्या डोटमन अल्सो ह्याड नथिङ टु लुज अनि त्यस्तो सिचुएसनमा अभियसली प्लेयरहरू खतरै खेल्छ प्लेयर बाई प्लेयर रेस्ट त अरू सबै ठिकै थियो है लमिन यमाल अल्सो डिड नट ह्याड त्यस्तो खासै राम्रो गेम थिएन तर भए पनि म आई एम नट त्यो हुन्छ नि कम्प्लेनिङ लमिन यमाल त्यो म्याचमा खटेर खेलोस् भनेर एक्सपेक्ट पनि गरेको थिइनँ है एउटा सुपर पर्फर्मेन्स इट वाज एकदमै इजी गेम खेल्नुपर्ने थियो है एनी हाउ अब 5-3ले बार्सिलोना सेमी फाइनल पुग्यो द्याट्स द अल्टिमेट थिङ होइन पुग्यो नि त जसरी भए पनि 3 गोल कन्सिड गरे तापनि गुरासीले राम्रो ह्याट्रिक हाल्यो द्याट्स कमेन्डेबलै राम्रो गेम देखायो रेस्ट एभ्रिथिङ वाज गुड है एभ्रिथिङ वाज गुड डोर्टमन्डको इन्भाइरोमेन्ट एकदमै राम्रो थियो त्यहाँको फ्यान्सहरू एकदमै राम्रो स्टेडियम पनि राम्रो एनर्जी चाहिँ कहिले बिल्ड भयो भने अलिकति बाल्डेको त्यो जुन चाहिँ त्यो बाल्डे होइन त्यो अन गोल जुन चाहिँ भयो फर्मिन लोपेजको क्रसमा जस्तो लाग्यो है त्यो चाहिँ अलिक लास्टमा भएको भए चाहिँ अझै इन्ट्रेस्टिङ हुने थियो तर बिचमै हालिदिइहाल्यो त्यसपछि अलमोस्ट गेम वाज ओभर है त्यो जुन जुन फर्मिन लोपेजले त्यो गोल हाल्यो एट द्याट मोमेन्ट द गेम वाज ओभर है अनि अर्को म्याच सेकेन्ड म्याच चाहिँ त्यो सेकेन्ड म्याच चाहिँ पिएसजी भर्सेस एस्टन भिला होइन द्याट वाज लिस्ट एक्सपेक्ट अब हुन्छ नि एक्सपेक्टेसन हाइप लिस्ट हाइप भएको म्याच भन्नु मिल्थ्यो है पिएसजी भर्सेस एस्टन भिला बट द्याट वाज द मोस्ट ब्लकबस्टर म्याच अफ द सेमी फाइनल है 4वटा म्याचमध्ये चाहिँ सबसे ब्लकबस्टर चाहिँ एस्टन भिला भर्सेस यो पिएसजी नै भयो जस्तो लाग्छ है दुःख चाहिँ मलाई पनि त्यहाँ पनि के लाग्यो भन्दाखेरि 3-2 भयो है यता उसले एस्टन भिलाले 3 गोल हाल्यो यताबाट 2 गोल हाल्यो 3-2 भयो अनि एग्रिगेट चाहिँ 5-4 5-4 भएको होइन फर्स्ट लेगमा 1-3 भएको थियो 5-4 भएको थियो त्यसमा पनि मलाई चाहिँ के लाग्यो भने अब एस्टन भिलाले पहिला गोल लाएर होइन एस्टन भिलाको फर्स्ट 3 गोल्स आएर चाहिँ त्यो पछि पिएचजीको गोल आएको भए चाहिँ एकदमै एन्टरटेनिङ हुन्थ्यो अझै तर पहिल्यै गोल हालिदिइहाल्यो यताबाट होइन अनि त्यति बेला चाहिँ इट लुक लाइक गेम वाज ओभर होइन गेम सकेको जति भइगयो होइन किनभने अलरेडी द्याट 5